साथीहरू नमस्कार। आज धेरै पछि एउटा नयाँ नेपाली चलचित्र हेऱ्यो, झरेपछिको इन्द्रेणी, जुन चाहिँ यो पाण्डे अर्थात् अर्जुन घिमिरेले बनाउनु भएको फिल्म रहेछ, जसमा मुख्य भूमिकाहरू गणेश उप्रेती, रमेश उप्रेती, दीपश्री निरौला इत्यादिको रहेको रहेछ। जसमा चाहिँ अहिलेको नेपालको अवस्था, व्यथिति, भ्रष्टाचार र कर्मचारी तन्त्र, त्यसै गरी नयाँ युवा पुस्ताहरू जसरी विदेश जान कति आकर्षित छन्, +2 गर्ने बित्तिकै विदेशै जानुपर्छ भनेर एउटा आनाथापको अवस्था, देशमा बेरोजगारीको अवस्था, त्यसै गरी भ्रष्टाचार र सच्चा देशप्रेमीहरू पनि नेपालमा छन् अझै पनि। कर्मचारीहरू पनि इमान्दारीपूर्वक काम गर्ने र अर्कोतर्फ भ्रष्टाचारीहरू पनि छन् पक्कै पनि। र भ्रष्टाचार गरेर जति नै कमाए तापनि, अकुत सम्पत्ति कमाए तापनि, ठुला महल गाडी खडा गरे तापनि त्यो चाहिँ सधैँ टिक्दैन, अर्थात् अख्तियार लागेर वा विभिन्न कारणले त्यो चाहिँ नष्ट हुन्छ नै। त्यसै गरी यदि इमान्दारितापूर्वक राम्रो गरी सच्चा तरिकाले कमाउने हो भने, देश सेवा गर्ने हो भने र आफ्नो छोराछोरीलाई राम्रो संस्कार दिने हो भने त्यो पैसा सम्पत्ति चाहिँ दिगो हुन्छ, सधैँभरिलाई रहन्छ भन्न देखाउन खोजिएको छ। त्यसै गरी अहिलेको समयमा यो फिल्म चाहिँ निकै नै सान्दर्भिक रहेको छ। यो चाहिँ निर्देशक निर्मातालाई चाहिँ ह्याट्स अफ भन्न चाहन्छु। थ्याङ्क यू भेरी मच।